बैतडी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार हरिमोहन भण्डारीले अन्य भन्दा केही अग्रता लिएका छन्। हालसम्मको मतगणना अनुसार उनले 6562 मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दामोदर भण्डारीले 6454 मत प्राप्त गरेका छन्। उनीहरूबीच मतान्तर 108 रहेको जानकारी प्राप्त भएको छ। त्यस्तै नेपाली कांग्रेसका चतुर बहादुर चन्दले 5516 मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्टले 2710 मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपेन बहादुर चन्दले 464 मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी माओवादीका रामबहादुर कुँवरले 124 मत ल्याएका छन्। सोही स्थानमा प्रतिनिधि सभाको 1 र प्रदेश सभाको 2 निर्वाचन क्षेत्र रहेको जानकारी समेत आएको छ।